Hello everyone. Electrical Club presents EC Talks 3.0 मा यहाँहरूलाई स्वागत छ. I am your host Dikshan Dahal. Before we begin, I would like to thank Investment Guru, our venue partner, for providing such a wonderful venue for the podcast. आजको हाम्रो गेस्ट अत्यन्तै प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ. उहाँले केयुबाट ब्याचलर्स, इन्डियाबाट मास्टर्स र थाइल्यान्डबाट पिएचडी गरी अहिले पावर सिस्टम्सको विज्ञ हुनुहुन्छ. लेट्स वेलकम डाक्टर समुद्र गुरुङ. सर, स्वागत छ यहाँलाई पोडकास्टमा. Thank you so much for inviting, and hopefully यो upcoming यो टक चाहिँ सबैको लागि युजफुल हुन्छ होला भन्ने आश गरेको छु. हजुर, हजुरको टाइम निकालेर यहाँ आइदिनु भएकोमा पनि धेरै धेरै धन्यवाद. हस्, थ्याङ्क यू. सुरुमा हजुरकै एकाडेमिक जर्नीको बारेमा कुरा गरौँ. हजुरले केयुबाट ब्याचलर्स, इन्डियाबाट मास्टर्स, थाइल्यान्डबाट पिएचडी गर्नुभयो. सो हजुरको एक्सपिरियन्स कस्तो रह्यो? ब्याचलर्स राम्रै भयो केयुमा. त्यतिखेर चाहिँ हामी कति 15-20 जना मात्रै हुन्थ्यो इलेक्ट्रिकलमा, र त्यो टाइममा चाहिँ पुल्चोक र केयुमा मात्रै इलेक्ट्रिकल थियो जस्तो लाग्छ मलाई. अनि केयुको चाहिँ पहिल्यैबाट अलिकति प्रोजेक्ट्स बेस्ड हुन्छ. अनि त्यो हिसाबमा 4 वर्ष चाहिँ हाम्रो ग्रेडिङ सिस्टम चाहिँ फेरि अलि कन्क्रिट हुन्थ्यो, एबिसिडी हुन्थ्यो. अहिले चाहिँ A-B. त्यो म चाहिँ धाटी भन्नुपर्दा ब्याचलरमा चाहिँ आउटस्ट्यान्डिङ स्टुडेन्ट चाहिँ होइन. अनि त्यस पछाडि चाहिँ 2 वर्ष जस्तो चाहिँ इलेक्ट्रिक फिल्डमा काम गरेँ, मेनली यो माइक्रोहाइडर सेक्टरमा. अनि त्यस पछाडि चाहिँ मलाई अलिकति इलेक्ट्रिकल सिस्टममा इन्ट्रेस्ट थियो. एगेन त्यो नराडी भन्दाखेरि फाइनल इयरतिर पुग्दाखेरि फिल्ड स्विच गरौँ कि भन्ने सम्म पुगेको थिएँ है. अनि त्यस पछाडि चाहिँ भित्रबाट अब यो फिल्ड स्पेसली पावर सिस्टममा चाहिँ त्यतिखेर चाहिँ पावर सिस्टम मात्रै थियो इलेक्ट्रिकलमा. अहिले पनि अब डोमिनेन्ट त्यही छ. अनि हिसाबमा चाहिँ अब पढ्ने भनेर चाहिँ त्यतिखेर इन्डियाको अब टप 10 कलेज हेरिन्थ्यो. मेरो कलेज चाहिँ त्यतिखेर 9th ऱ्याङ्कमा थियो है. अनि म त्यसरी इन्डिया पढेँ. अनि इन्डियाको जर्नी चाहिँ स्टिल मलाई के लाग्छ भन्दाखेरि जुन फन्डामेन्टल चाहिँ इन्डियामा पढाइ हुन्छ र टप युनिभर्सिटीमा, त्यो चाहिँ अरू ठाउँमा नहुन सक्छ. सो मेरो फन्डामेन्टल स्ट्रङ हुनुको सो कल लागेको चाहिँ त्यो एउटा मोटिभेसन चाहिँ अथवा त्यो स्पिरिट चाहिँ इन्डियाको मेरो प्रोफेसर्सबाटै आएको. र पक्का त्यहाँ गएपछि चाहिँ मलाई लागेको चाहिँ अब त्यतिखेर केउमा प्राय अलि यङ फ्याकल्टिजहरू हुनुहुन्थ्यो. प्राय अब त्यही ब्याचलर गरेको सर्टन केसेसमा पुल्चोकको टपरले गएर केउमा हान्थ्यो, त्यस्तो थियो. अब त्यो टाइमै त्यो थियो, मैले क्रिटिसाइज गर्नु खोजेँ होइन. अब त्यो त्यतिखेर रिसोर्स कम थियो. अनि इन्डिया गएपछि चाहिँ जब मैले त्यहाँ 2-3 जना प्रोफेसर्सहरू देखेँ, त्यसपछि ओहो यस्तो हुनु पाएँ भन्ने फिल भयो कि. तर स्टिल मलाई चाहिँ टिचिङमा लाग्छु भन्ने चाहिँ मलाई इन्ट्रेस्ट, आई मिन त्यस्तो इन्क्लिनेसन त्यतिखेर थिएन. आएर हाइड्रोमै काम गर्छु भन्ने थियो. तर सर्टन सर्कमस्टेन्सेस भएपछि चाहिँ म WRC पढाएँ 2 वर्ष जस्तो. अनि त्यसपछि WRC जाँदाखेरि चाहिँ मलाई के फिल भयो भन्दाखेरि अब मेरो टिचिङ पेसा र मेरो स्किल सेट चाहिँ अलि मिल्दो रहेछ जस्तो फिल भयो. अनि त्यस पछाडि चाहिँ मैले चाहिँ अब पिएचडी गर्नै पर्छ भनेर चाहिँ यो थाइल्यान्ड रुजेँ है. वाइ थाइल्यान्ड भन्ने पछि पनि कुरा आउँला. अब सर्टन कन्ट्रिजमा हाई कम्पिटिसन हुन्छ, लो प्रोबेबिलिटी हुन्छ. कुनै कन्ट्रीमा मिडियम कम्पिटिसन र हाई सक्सेस हुन्छ. सो त्यसरी चाहिँ मैले त्यो हेरेँ. त्यो थाइल्यान्ड जाँदाखेरि चाहिँ अलमोस्ट 4 इयर्स बिताएँ. अनि 6 महिना जस्तो स्पेनमा पनि रिसर्च गरेँ. अनि 5th इयरमा चाहिँ पोस्ट डक्टरल पनि गरेको थिएँ. सो अलि पछि हामी कुरा गरौँ त. पिएचडी गर्दाखेरि चाहिँ त्यो फन्डामेन्टल चाहिँ मलाई लाग्छ इन्डियाबाट प्राप्त भयो. अनि त्यो जुन काइन्ड अफ त्यो प्रोजेक्ट ओरिएन्टेड थिङ्किङ हुन्छ नि, सोल्युसन अप्रोच, त्यो चाहिँ केबाट प्राप्त भयो जस्तो लाग्छ. अब 4 वर्ष एउटै फिल्डमा अथवा 5 वर्ष एउटै फिल्डमा रिसर्च गरेपछि त अभियसली केही अलि जान्ने त भइहालिन्छ. अनि त्यो चाहिँ थाइल्यान्डबाट प्राप्त भयो. र हायर स्टडिजमा चाहिँ अहिले नै मैले भन्नुपर्दाखेरि चाहिँ साथीहरू एकदम इम्पोर्टेन्ट हुन्छ. सो त्यो अब आई वाज लकी होइन. मास्टर्स गर्दा र पिएचडी अथवा रिसर्च लाइफ भनेको क्वाइट जोर्नी, लोन्ली जोर्नी हुनसक्छ.
सो मेरो चाहिँ राइट टाइममा साथीहरू राम्रो मिलेको हिसाबमा पनि जर्नी अलि सजिलो भयो। सो ओभरअल चाहिँ यही नै छ। थ्याङ्क यू। सो यो पिएचडी जर्नी चाहिँ अलि लेन्दी नै हुन्छ नि त अब हजुर मान्छेहरूको अब हजुर सो त्यतिखेर अलिकति स्ट्रेस होइन अनसर्टेन्टी हुन्छ नि सेल्फ डाउटहरू उम्, त्योहरू चाहिँ हजुरले कसरी म्यानेज गर्नुभयो अब हजुरले भन्नुभयो साथीहरू उम्, हुनुहुन्थ्यो उम्। सँगसँगै अरू केही तरिकाले अब त्यस्तो लामो यात्रामा सानोतिनो स्ट्रेसहरू त आउँछ नै सो त्यस्तो कुराहरूलाई ओके सेल्फ डाउट चाहिँ मलाई कहिले पनि भएन हजुर, किनकि ए, मलाई थाहा थियो आइएम गुड इन दिस समहाउ त्यो भित्रबाट इन्ग्रेन्ट भएर मेबी हजुर, त्यो पियर्सहरूको पोजिटिभ फिडब्याकले हुँदा नि उम्, हुन्छ। फेरि पिएचडीको जर्नी चाहिँ कस्तो हुन्छ भन्दाखेरि ब्याचलरको स्टुडेन्टले बुझ्नुपर्ने चाहिँ 1 क्लासबाट 2 क्लास गएको चाहिँ होइन है। अब धेरैले हजुर, सोध्छ पिएचडी कति वर्षको हुन्छ भन्ने। सो दिस इज बिट्विन 3 to 8 years है। सो तपाईँको प्रोफेसरले उहाँले चित्त बुझेन भने तपाईँले 10वटा पब्लिकेसन लिए पनि 8 वर्ष लगाइदिन सक्नुहुन्छ। सो त्यो क्वालिटी अब त्यो पिएचडीमा चाहिँ एकदम प्रोफेसर अथवा मेन्टरको एकदम ठुलो रोल हुन्छ है। सो पिएचडीको फर्स्ट इयर चाहिँ एकदम गाह्रो हुन्छ, एकदम गाह्रो। स्पेसली ब्याचलरबाट इन्टिग्रेटेड मास्टर्स र पिएचडी गरेको जुन स्टुडेन्ट्स जानुहुन्छ र अहिले अब युएसतिर चाहिँ प्रायः अब त्यस्तो खालकोमा फेलोसिप पढी पाउने हजुर, देखिन्छ नि, हजुर, उहाँहरूलाई चाहिँ एडजस्ट गर्न एकदम गाह्रो चाहिँ हुन्छ। के गरिरहेको छु भन्ने अब मैले मास्टर्स गरेर ग्याप लिएर गर्दा त मलाई छुट्टै खालको गाह्रो भयो। टेक्निकली इन्कम्पिटेन्ट भन्दा पनि त्यो त्यो टाइम म्यानेजमेन्टको कुरोहरू कि अब कोही अब डाइरेक्ट अब मास्टर्स पिएचडी गर्दै हुन्छ भन्दाखेरि त उहाँले अब त्यो रिसर्चको पार्ट छुट्टै टेन्सन हुने भयो अनि त्यो हुन्छ। सो इभन मलाई पनि फर्स्ट इयर चाहिँ एकदम गाह्रो छ, स्पेसली अब थाइल्यान्ड जस्तो कन्ट्री अब जहाँ इङ्ग्लिसै नबोल्ने ठाउँमा कल्चरल सक भने अब नेपाली मान्छे पनि 1जना 2जना मात्रै थिए कि। अनि त्यो हिसाबमा चाहिँ फर्स्ट 6 मन्थ चाहिँ गाह्रै भयो है। अब त्यो गाह्रो हुँदाखेरि के गर्ने भन्ने चाहिँ त्यो पनि विभिन्न कुरा हुन्छ। अब त्यो भनेको नर्मल पिएचडी लाइफ भनेको चाहिँ तपाईँको क्लासेसहरू राति हुन्छ अथवा बेलुका हुन्छ भने ढिलो उठ्नेबाटै सुरु हुन्छ, 9-10 बजी उठ्ने अनि त्यसरी हुन्छ। सो फर्स्ट 6 मन्थ चाहिँ अब त्यहाँ त्यो ल्याङ्ग्वेज प्रब्लम्सहरूले अनि एडजस्ट होइन गर्न एडजस्ट गर्ने अलिक गाह्रै भयो। त्यस पछाडि चाहिँ अनि तर मेरो प्रोफेसरले चाहिँ धेरै स्ट्रेस दिनु भएन। अब त्यहाँ प्रोफेसरको रोल पनि आउँछ। सो प्रोफेसरले अब डे 1बाटै अब पेपर भन्ने हुनसक्छ है। अब कुनै नयाँ एसिस्टेन्ट प्रोफेसर्सहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ सडन कन्डिसनमा आफ्नो प्रोग्रेसलाई त्यो बढुवा दिनको लागि उहाँले गर्नु पनि सक्नुहुन्छ। सो आई वाज लकी है। सो प्रोफेसर अथवा मेन्टर चाहिँ राम्रो छान्नुपर्छ स्टेप 1मा। सो आई वाज लकी इन द्याट पार्ट। अनि सेकेन्ड सेममा पुगेपछि चाहिँ अलि युज टु भयो। त्यस पछाडि अब आफूलाई के मन लाग्छ त्यो गर्ने रहेछ कि फ्री टाइममा। सो मलाई चाहिँ मास्टर्स हुँदा पनि कुद्ने बानी थियो। सो त्यो छेउमा पार्क थियो अनि बेलुका चाहिँ पार्कमा जाने भनेको त्यस्तो एक्टिभिटिजहरू कुड बी अब म्युजिक हुनसक्ला होइन अथवा फिजिकल एक्टिभिटिज होला, आधा घन्टा कुद्ने नआउने अनि अब त्यो छुट्टै त्यसरी बिल्डअप हुँदै गयो। अनि त्यस पछाडि अब त्यो राइट टाइममा साथीहरू नि बन्यो है। अनि वान्स फेरि एउटा रिसर्च डाइरेक्सन भएपछि चाहिँ फेरि हामी इन्जिनियरिङ फिल्डको लागि गाह्रो हुँदैन किनकि हामी सधैँ सोल्युसनतिर दौडिने मान्छे हो। सो बेसिकली आई विल से आई वाज लकी टु हेभ गुड मेन्टर्स होइन, मेन्टर्स। अनि एकजना चाहिँ मेरो 2जना सुपरभाइजर हुनुहुन्थ्यो। एकजना चाहिँ एकदमै मेन्टोरिङ पार्टमा राम्रो हुन्थ्यो, एकजना चाहिँ टेक्निकल पार्टमा राम्रो हुन्थ्यो। सो बोथ त्यो क्यारेक्टरिस्टिक दुइटै भयो। सो त्यो हिसाबमा त्यो हिसाबमा ठिकै भयो। अनि त्यस पछाडि अब मैले भन्नुपर्दाखेरि चाहिँ अहिले हेर्दाखेरि चाहिँ लुकिङ ब्याक चाहिँ 2 महिनामा एकचोटि अथवा कतै आफूलाई के अथवा महिनामा एकचोटि चाहिँ आफूलाई गर्नु मन लागेको कुराहरू दिमाग स्विच अफ गरेर कतै घुम्न जाने हो कि अब त्यस्तो प्लान गर्नुपर्छ। नत्र चाहिँ त्यो बर्न आउट भएर क्रास भएको थाहै हुँदैन। अनि त्यस पछाडि हप्तामा 2 दिन अथवा 3 दिन अब आफूलाई के मन लाग्छ, कुद्नु जानु मन लाग्छ नि अब त्यो 1-2 घन्टै कुद्नु पर्दैन, एकछिन कुदेर अनि त्यो छुट्टै हुन्छ। अनि अब त्यस्तै हो जस्तो लाग्छ। हजुर जस्तै अब अहिलेको ट्रेन्ड हेर्दाखेरि पुल्चोक क्याम्पसबाट पनि ब्याचलर सकेपछि डाइरेक्ट पिएचडी गर्नलाई अमेरिकातिर गइरहनु भएको हुन्छ।
सो हजुरको विचारमा चाहिँ मास्टर सकाएरै पिएचडी गरे ठिक हुन्छ कि डाइरेक्ट त्यो गरेर ठिक हुन्छ कि अथवा कतिपय स्टुडेन्टहरू चाहिँ अब 1 वर्ष ग्याप लिउँ त्यसपछि सिभी अलिकति त्यसमा त्यो टाइममा केही गरौँ इन्टर्नसिप अथवा कुनै केही अनि त्यसपछि सिभी अलिकति राम्रो बनाएर जाउँ भन्ने खालको हुन्छन् सो हजुरको विचारमा चाहिँ के गर्दाखेरि अलि राम्रो हुन्छ अब यसको रेफरेन्स फ्रेम चाहिँ अब मेरो एक्सपिरियन्स मेरो मात्रै हुने भयो सो यसको रेफरेन्स फ्रेम मेरै हुने भयो मेरो बुझाइमा लङ टर्म प्लानिङ लङ टर्म पनि बेला बेलामा सोच्नुपर्छ जस्तो लाग्छ अब यो 20-22 वर्षमा त अब त्यति सोचिँदैन बट वाट आफ्टर पिएचडी भन्ने पनि सोच्नुपर्छ सो मोस्ट अफ द टाइम चाहिँ आफ्टर पिएचडी चाहिँ मान्छेले हामी टिचिङ क्यारियरमै आउने हो सो टिचिङ क्यारियरमा आउने हो भने सो एगेन अब तपाईँहरू अहिले अन्डरग्राडमा वाट काइन्ड अफ टिचर वुड यु प्रिफर भन्ने हुन्छ है अब मलाई के लाग्छ भन्दाखेरि इन्जिनियरिङ फिल्डमा चाहिँ अलिकति इन्जिनियरिङ नलेज भएको हुनुपर्छ मिनिङ अहिले चाहिँ मैले पावर सिस्टम पढाउँदैछु अथवा टिएनडी पढाउँदैछु भने मैले एटलिस्ट केही डिजाइन रियल वर्ल्डमा गरेको भयो भने पो मैले पछि त्यो लर्निङ इफेक्टिभ हुन्छ सो मैले चाहिँ अब लङ रनमा हेर्छु सो यदि तपाईँको गोल चाहिँ पिएचडी गरेपछि प्रायः अब एउटा कि टिचिङ हो कि एउटा रिसर्चमा हो कि एन्टरप्रेनर होला है सो फर्स्टमा चाहिँ त्यो हिसाबमा अब तपाईँको टिचिङ क्यापासिटी छ कि छैन त्यो पनि त अलिअलि हेर्नु पऱ्यो होला पिएचडी आफ्नो लागि मात्रै सोचेर भएन होला अन्तिममा एन्ड गेम पनि त त्यतिखेर त्यो आउँछ कि पिएचडीले चाहिँ अफ द टपिक भयो तर पिएचडी चाँडै सकाउनु भयो तर तपाईँलाई चाहिँ टिचिङ फिल्डमा भरि इन्ट्रेस्टै छैन भन्ने फिल भयो भने तपाईँ लाइफभरि डिससेटिस्फ्याक्सन हुन्छ त्यस पछाडि त्यो होल क्लासै डिससेटिस्फाइड हुन्छ सो फर्स्टमा चाहिँ त्यही भएर एक्सप्लोरेसन इज भेरी इम्पोर्टेन्ट म त एक्सप्लोर गर्नै भन्छु ब्याचलर सकेपछि 3-4 वर्ष 5 वर्ष 4 वर्ष एक्सप्लोर गर्दा नि केही फरक पर्दैन एक्सप्लोरेसन गर्ने अनि आफ्नो फिल्डमा एक्सप्लोरेसन गरेपछि त्यस पछाडि अब मैले 2 वर्ष गरेँ तर मलाई लुकिङ ब्याक चाहिँ 4 वर्षै मैले गरेको भए पनि फरक पर्दैन थियो मेरो म अहिले जहाँ छु त्यहीँ आइपुग्छु जस्तो लाग्छ है सो एक्सप्लोरेसन गर्ने प्राय अलिकति यो क्वालिटी रिसर्च क्वालिटी खस्किनु एउटा चाहिँ अब रेस्पोन्सिबिलिटी भएपछि हो मिनिङ अब 22 वर्षमा कसैले सघाउँदैछ भने अनि उहाँले 30 वर्षमा मास्टर सुरु गर्नु भने चाहिँ उहाँले पढ्न नसकेर होइन कि त्यो फेरि हाम्रो ब्रेन त अलिक प्लास्टिक हुन्छ त्यो युज टु भइहाल्छ कि त्यो लाइफको रेस्पोन्सिबिलिटी मेबी फ्यामिली होइन त्यसको कारणले चाहिँ हो कि सो मेरो सजेसन चाहिँ 3-4 वर्ष एक्सप्लोर गर्नुहोस् फिल्ड हेर्नुहोस् अनि अब मोस्ट अफ द मास्टर्समा के हुन्छ भन्दाखेरि अब नेपालमै गर्ने हो भने पनि सिन्स हाम्रो त्यो फ्याकल्टिजहरूको चाहिँ अलिकति अझै रिसर्च डाइरेक्सन अझै त्यो कन्क्रिटली बनाएको छैन कि त्यो हिसाबमा चाहिँ अब तपाईँले चाहिँ पुल्चोकमै मास्टर्स गर्न आउनुभयो भने अथवा केयुमा आउनुभयो भने तपाईँ आफ्नो एउटा टपिक लिएर आउनुहुन्छ भर्खरै ब्याचलर गर्नुभएको छ भने सो नर्मली के लिएर आउँछ भने सबैले त्यही अप्टिमाइजेसन अथवा त्यस्तै लिएर आउँछ भनेपछि त्यो त्यो त्यस्तो खालको टपिकको न सोसियल भ्याल्यु हुन्छ न रिसर्च भ्याल्यु हुन्छ कि सो लाइक चाहिँ तपाईँ 4 वर्ष हाइरो काम गरेर आउनुभयो भने उदाहरणको लागि त्यहाँको अपरेसनल डेटा छ भने अब त्यो अपरेसनल डेटा चाहिँ हामीले एनालाइसिस गरेर सिम्पल केस स्टडी गऱ्यो भने त्यसको एटलिस्ट सोसियल भ्याल्यु हुन्छ रिसर्च भ्याल्यु पनि मा चाहिँ अब तपाईँको मेन्टर अलि स्पेसलाइज हुनुहुन्छ भने त्यसलाई नयाँ अल्गोरिदम लगाएर गर्न सक्नुहुन्छ सो तपाईँलाई पनि आफै सेटिस्फ्याक्सन आउँछ सो मेरो सजेसन चाहिँ एक्सप्लोर गर्नुपर्छ प्लस अनि यो तत्काल मास्टर्स पिएचडी गर्दाखेरि अघि भने जस्तै वाट आफ्टर पिएचडी भने त्यो पनि सोच्नु पर्यो तपाईँको त्यो टिचिङ स्किल छैन भने अलिकति गाह्रो हुन्छ र अर्को भन्नुपर्ने देखिएको कुरो चाहिँ हाम्रै केयु स्टुडेन्ट्सहरू पनि जानुहुन्छ अलिकति त्यो ग्रोथ फेज पनि अलिकति म्याचुरिटी भन्दैन त्यो म्याचुरिटी भन्दा नि त्यो त्यसलाई के भन्छ त्यो सेल्फ रेगुलेसन गर्ने क्यापासिटी हुनुपर्दो रहेछ कि अब इक्जाम्पल तपाईँको एजको लागि तपाईँ हाइली म्याच्योर हुनुहुन्छ होला है तर त्यो जुन अघि मैले भनेको म बाहिर जाँदाखेरिको त्यो स्ट्रेसेसहरू अब मास्टर्स तत्काल गरेछ उसलाई अब रिसर्च भनेको के रिसर्च किन टपिक प्रोफेसरले रिसर्च टपिक खोज भनेर लगाइदिएला त्यसपछि उसको डे 1बाट स्ट्रेस सुरु भयो है त्यो माथि अब कम्युनिटी सपोर्ट राम्रो पाएन भने त्यो धेरै मान्छेहरू मैले देखाएको छु एकदमै ट्यालेन्टेडहरू फर्केको होइन 6 महिनामा धेरैले भन्छ युएसबाट गएर आएर फर्क्यो भन्ने होइन त्यो एकदम फ्याक्ट हो सो
अब तपाईँहरूलाई नै अहिले अब थर्ड इयरमा हुनुहुन्छ फर्स्ट इयरको क्वेसन्सहरू हेर्दा सजिलो लाग्छ नि किनकि तपाईँ हजुर अलिकति त्यो फेजमा पुग्नुभयो भने सो 3-4 वर्ष अथवा काम गर्नुभयो भने विभिन्न थरीका मान्छेहरूसँग भेट्नुहुन्छ इन्टरेक्सन गर्नुहुन्छ कसैले ट्रबल दिन्छ अनि तपाईँले आफै इमोसनल रेगुलेसन गर्न सिक्नुहुन्छ हजुर अनि त्यो हिसाबमा चाहिँ तुरुन्त गर्नुभयो भने चाहिँ त्यस्तो स्किल सेट छैन भने चाहिँ कि त एकदमै त्यो एकोरो हुनु पर्यो हजुर जस्तोसुकै स्टोइक हुनु पर्यो तर छैन भने चाहिँ त्यो एकदम गाह्रो हुन्छ सो द्याट विल सफर यो पर्सनल लाइफ पनि सफर गर्न सक्छ र एकाडेमिक आउटपुट पनि सफर गर्न सक्छ सो मेरो सजेसन चाहिँ ब्याचलर गर्नुहोस् केही ग्याप लिनुहोस् 3-4 वर्ष है फ्यामिली रेस्पोन्सिबिलिटी अलिक बढी बढ्ला जस्तो भने चाहिँ बरु तुरुन्तै मास्टर्स गर्नुहोस् अनि त्यस पछाडि मेबी पढाउनुहोस् अनि टिचिङ सेट छ कि छैन हेर्नुहोस् होइन अब मैले सिन्स त्यही क्यारियर लिएर मैले त्यही भने तर कोही एकदमै एक्सलेन्ट एकाडेमिकली छ भने चाहिँ उहाँले फेरि कन्टिन्यू गरेको पनि हुनसक्छ तर मोस्ट केसेसमा चाहिँ एभरेज र बिलो एभरेज र हायर एभरेजको स्टुडेन्टले चाहिँ त्यो ट्र्याक युज गर्नुभयो भने चाहिँ फ्रस्ट्रेसन हुँदैन कि जस्तो लाग्छ हजुर अब ब्याचलर्स पढ्दा पढ्दै रिसर्चहरू गर्नुपर्छ भन्ने खालको कुराहरू पनि गरिरहेको हुन्छन् नि आजकल नभए बाहिर पढ्न जान गाह्रो हुन्छ सो रिसर्च चाहिँ गरिहाल्नुपर्छ एटलिस्ट एउटा पेपर भए पनि पब्लिस गर्नुपर्छ है ब्याचलर्समा भन्ने खालको कुराहरू भइरहेको हुन्छ आजकल सो यसमा हजुरको विचार के छ जस्तै अलरेडी पब्लिस रिसर्चलाई राम्रोसँग पढेर फन्डामेन्टल स्ट्रङ बनाउनु ठिक कि हतार रिसर्च पब्लिस चाहिँ गरिहालौँ सो त्यस्तो गर्दाखेरि प्रब्लमहरू पनि आउन सक्छ होला पछि सो त्यसमा चाहिँ के छ हजुरको विचार मलाई त कुनै पनि कुरा हतार गरेको मनै पर्दैन सबै कुरो एउटै पेसमा गरेको मनपर्छ त्यही नै हो ब्याचलर भनेको नै हामीले प्रोग्राम डिजाइन गर्दा पनि हामीले फन्डामेन्टल टार्गेट गरेरै गर्ने हो त्यो ब्लुम्स ट्याक्सोनोमी भन्छ त्यो म्यास्लो हायरार्की जस्तै सो ब्याचलर लेभलमा चाहिँ वी वान्ट आवर स्टुडेन्ट टु अन्डरस्ट्यान्ड होइन अनि रिमेम्बर सम की कन्सेप्ट्स अनि इफ पोसिबल अप्लाई इन न्यू सर्कमस्टान्सेस मिनिङ मैले पावर सिस्टम 1-2 पढाउँदैछु भने अब तपाईँले न्युटन ऱ्याप्सन भनेको बुझ्नु पऱ्यो अनि त्यस पछाडि त्यसलाई चाहिँ अप्लाई गर्ने क्यापेसिटीमा भयो भने हुन्छ सो फेरि यो डेन्जरस ट्रेन्ड हुँदो रहेछ क्या यो लाइफमा धेरै कुरो नोइज आउँछ मलाई नि त्यस्तै लाग्छ सो नोइजको पछाडि लाग्यो भने गइँदैन क्या सो वी हेभ टु सी वाट इज इनसाइड द नोइज है सो मेरो बुझाइमा वर्ल्डमा काहीँ पनि ब्याचलरको स्टुडेन्टले आइटिबी ट्रान्जेक्सन एल्सेभियर स्प्रिङहरूमा पब्लिस गर्दैन किनकि त्यो इनोभेसन पेपर पब्लिस गर्नुलाई इनोभेसन चाहिन्छ होइन अब पेपर पब्लिस गर्न किन गाह्रो छ म जस्ट भनौँला सो पेपर राम्रो क्वालिटी पेपर पब्लिस गर्नुको लागि चाहिँ मेरो फर्स्ट पेपर पब्लिस गर्न 2.5 वर्ष एउटा टपिकमा रिसर्च गरेर कोडिङ गरेर बल्ल पुगेँ कि अनि पेपर पब्लिस गर्नुको लागि अरूको मेथडसम्म पनि कम्पेयर गर्नुपर्छ सो मिनिङ अरूको मेथड पनि तपाईँले चाहिँ प्रोग्रामिङ गर्नु पऱ्यो भने उनीहरूको पनि प्रोग्राम गर्नु पऱ्यो र त्यो अरूको मेथडको लागि फेरि त्यो पेपर्सहरू टप क्वालिटी जर्नलमा हुन्छ त्यो हाम्रो एक्सेसमा नहोला अब उनीहरूको त्यो 2 वर्ष 3 वर्ष 4 वर्ष लगाएर पिएचडीको काम हामीले रेप्लिकेट गरेर हामीले कम्पेयर गरेर भन्ने त्यो ब्याचलर लेभलमा द्याट्स इम्पोसिबल सो ब्याचलर लेभलमा मेरो बुझाइमा के हुनुपर्छ भन्दाखेरि पर्छ भन्दाखेरि फर्स्टमा बेसिक्स अफ रिसर्च फर्स्टमा त यो प्रेडिटरी जर्नल्सहरू कसरी पत्ता लगाउने होइन अनि त्यस पछाडि एउटा इम्प्याक्ट फ्याक्टर्सहरू भनेको के हो बेसिक्स कुराहरू थाहा पऱ्यो स्याडली के छ भन्दाखेरि कति अब मेन्टर्सहरूले उहाँ नै कन्फ्युजनमा हुनुहुन्छ सो त्यो कुराहरू हुन्छ सो मैले सो फन्डामेन्टली स्ट्रङ हुनु पऱ्यो र सकिन्छ भने चाहिँ अब यदि पब्लिसै गर्ने भने चाहिँ तपाईँले मास्टर्स अथवा पिएचडीको कुनै प्रोफेसरको एउटा टिम छ भने एउटा पाइपलाइनमा जस्तो कोलाबोरेसनमा चाहिँ गर्न सक्यो एक्जाम्पल पिएचडीको स्टुडेन्टले नेप्लिस ग्रिडको एनालाइसिस गर्दैछ भने तपाईँले चाहिँ ब्याचलरकोले चाहिँ एउटा ग्रिड प्रोभिन्सको मोडल गरिदिने त्यसरी टिमअप गऱ्यो भने हुन्छ नत्र फेरि त्यो प्रेडिटोरी जर्नल्समा पब्लिस गरिन्छ तर तपाईँले सिबीमा राख्नुभयो र युएस पठाउनु भयो प्रोफेसरलाई भने उसले एक त त्यो जर्नलको नाम कहिले सुनेकै हुँदैन दोस्रो उसलाई त्यो रिसर्च भन्दा पनि त्यो रिसर्च चाहिँ थाहा छैन भन्ने जस्तो फिल हुने भयो किनकि अब उसले अब थाहा भयो त उसले होइन गर्थ्यो के चाहिँ गर्न सकिन्छ भन्दाखेरि कन्फरेन्स पेपर्सहरू चाहिँ टार्गेट गर्न सकिन्छ सो कन्फरेन्सको लागि चाहिँ हामीले प्रायः वर्क इन प्रोग्रेस
हामीले पब्लिस गर्छौँ हजुर। होइन। सो त्यो हिसाबमा चाहिँ कन्फरेन्सेसहरू अगेन आई नट से IEEE बिकज IEEEको लागि $300-500 कन्फरेन्सेस हुन्छ र सबै IEEE पेपर त्यो चाहिँ IEEE एक्सप्लोर डिजिटल लाइब्रेरी पनि जाँदैन। सो त्यो चाहिँ तपाईँले $300 तिरेर डिजिटल लाइब्रेरी जाँदैन भने त फेरि त्यत्रो पैसा हजुर। खर्च गरेर काम भएन। सो मैले के भन्छु भन्दाखेरि तपाईँहरूकै अब IE ग्रेजुएट कन्फरेन्सेस होला, नेप्लिस कन्फरेन्सेसहरू केयुमा केयु क्याप होला अथवा त्यस्तोमै गर्नुहोस् होइन। अनि ब्याचलर लेभलमा त्यति गरे र फन्डामेन्टली साउन्ड हुनुभयो भने आई थिङ्क द्याट्स सफिसियन्ट। हजुर। अब यो सफ्टवेयरहरू पनि हुन्छ हाम्रो इलेक्ट्रिकललाई युज हुने, जस्तै म्याटल्याब, इट्यापहरू भयो। अब यो सफ्टवेयरहरू चाहिँ हामीले सुरुदेखि नै हुन्छ नि, अब फर्स्ट इयर पढ्ने स्टुडेन्टहरूले फर्स्ट इयरदेखि नै सिक्नु ठिक हुन्छ कि अथवा इन्जिनियरिङ गर्दै गर्दाखेरि आफैले सिक्नु ठिक हुन्छ कि? किनकि यो हाम्रो कोर्सहरूमा पढाइ हुँदैन, म्याटल्याबहरू आफैले सिक्नुपर्ने हुन्छ। सो यो चाहिँ पछि ब्याचलर सकेपछि कुनै ठाउँमा चाहियो भने त्यतिखेर सिक्दा ठिक हुन्छ कि इन्जिनियरिङ पढ्दै गरे फर्स्ट इयरको भाइहरूले पनि अहिलेदेखि नै सिकेर गर्दाखेरि ठिक हुन्छ हजुरको विचारमा? किनकि एकचोटि सिकेपछि त जेनरली अलिक टाइमसम्म चलाएन भने बिर्सिन्छ पनि नि त। सो त्यसमा हजुरको के छ विचार? मेरो बुझाइमा म्याटल्याब चाहिँ सबैले सिक्नै पर्छ फर्स्ट इयरबाटै। हजुर। नर्मली अब इन्डस्ट्रीमा चाहिँ म्याटल्याब युज हुँदैन, तर तपाईँहरू लङ रनमा पढ्न जानु हुँदैछ भने एकाडेमिक्स जहाँ पनि पहिला पनि म्याटल्याब हो, अहिले पनि म्याटल्याबै छ। सो म्याटल्याबमा चाहिँ अलिकति एक्सपर्टिस चाहिँ हुनुपर्छ। सो म्याटल्याब मिनिङ म्याटल्याब प्रोग्रामिङ प्लस म्याटल्याब सिमुलिङमा अटोक्याड पनि एकदम चाहिँदो रहेछ। धेरै इन्डस्ट्रीले अब पुल्चोकको सिलेबसमा के छ थाहा छैन, तर केयुमा स्टिल त्यो अटोक्याडमा चाहिँ सिकाइँदैन कि। अनि धेरै ठाउँमा त्यो क्यान्डिडेटहरूलाई रिजेक्सन चाहिँ तिमीलाई अटोक्याड आउँदैन भन्ने। सो मैले देखेको चाहिँ अब म्याटल्याब जान्नु पऱ्यो, अटोक्याड जान्नु पऱ्यो। अनि इलेक्ट्रिकल सफ्टवेयर अब सिन्स हामी इलेक्ट्रिकल इलेक्ट्रोनिक्स भएको हिसाबमा चाहिँ कुनै पनि सर्किट सिमुलेसन कुनै जान्नु पऱ्यो। एलटी स्पाइस अथवा पी स्पाइस, वर्क बेन्च के भन्ने छ है, एउटा पावरट्रोनिक्स सिमुलेसन गर्ने टाइपको सर्किट सिमुलेसन जान्नु पऱ्यो। र पावर सिस्टम एनालाइसिसको लागि चाहिँ कुनै एउटा सफ्टवेयर कुड बी इट्याप पावर फ्याक्ट्री है, जुनको चाहिँ आफ्नो एकाडेमिकसम्म लाइसेन्स छ, त्यही नै सिक्नु पऱ्यो। मेरो बुझाइमा पुचोकमा पावर फ्याक्ट्रीको लाइसेन्स छ है। मैले पावर फ्याक्ट्रीको त्यो एडभर्टाइज गरे जस्तो हुन्छ, तर त्यो पावर फ्याक्ट्री इभन इट्यापमा हुनसक्छ। जस्तै यदि छैन भने तपाईँले आफ्नो इन्स्टिट्युसनमा चाहिँ त्यसको लागि पहल गर्नु पऱ्यो। कस्तो हुन्छ भन्दाखेरि अब पावर फ्याक्ट्रीहरू किन्नु पऱ्यो भने चाहिँ एकाडेमिक लाइसेन्स, रिसर्चको लागि लाइसेन्स चाहिँ 10-12 लाख पर्छ। प्रोफेसनल लाइसेन्स अब मेबी 80-1 करोड पर्ला। तर उनीहरूले क्याम्पसको लागि चाहिँ सानो सिस्टमको लागि चाहिँ उनीहरूले 20-25 हजारमा 20-25वटा दिन्छ कि। सो यो सफ्टवेयरहरू एक्सपेन्सिभ हुन्छ, तर उनीहरूको फेरि त्यस्तो प्रोभिजन्स पनि हुन्छ। सो अब तपाईँहरूको इन्स्टिट्युसनमा छैन भने तपाईँहरूले चाहिँ कुनै पनि एउटा इलेक्ट्रिकल पावर सिस्टमको सफ्टवेयर कुड बी, अब मैले चाहिँ पावर फ्याक्ट्री युज गरेर त्यो लाग्छ है, अनि त्यो चाहिँ प्रोसेस गरेर सिके हुन्छ। सो वान्स पावर फ्याक्ट्रीमा चाहिँ लोड फ्लो अथवा सर्ट सर्किट एनालाइसिस गर्न आउँछ भने तपाईँलाई इन्डस्ट्रीमा साइम युज गर्छ भने खासै त्यो ट्रान्जिसन हुन टाइम लाग्दैन। तर एउटा कुनै पनि सफ्टवेयरमा जान्नुभयो भने हुन्छ। एगेन दिस आर द फन्डामेन्टल सफ्टवेयर एन्ड आई थिङ्क अब अहिले कन्सोलहरू पनि होला है, तर यति जाने हो भने हुन्छ। मल्टिपल सफ्टवेयर हाम्रो लागि चाहिँ अलिकति धेरै जान्नुपर्छ भन्ने लाग्ला, बट वी आर युजिङ क्र्याक्स होइन। भनेको अब तपाईँले चाहिँ राम्रो युनिभर्सिटीमा जानुभयो भने उहाँले मरेर एउटा सफ्टवेयर किन्नुभयो होला होइन। सो हामी चाहिँ ओके इट्याप पनि जानेको छु, पावर फ्याक्ट्री पनि जान्छ, साइम पनि भन्यो, त्यसरी चाहिँ त्यो हुँदैन मेरो बुझाइमा। मलाई लाग्यो म्याटल्याब चाहिँ सबैले जान्नु पऱ्यो है। त्यस पछाडि क्याड ड्रइङ्सहरू जान्नु पऱ्यो, अनि पिस बाई पावर सिमुलेसन गर्नु जानु पऱ्यो, स्पेसली इलेक्ट्रिकलकोले। र एउटा पावर फ्लो एनालाइसिस गर्नुको लागि कुनै पनि इलेक्ट्रिकल सफ्टवेयर जाने हो भने र अहिलेको जमानामा पाइथन प्रोग्रामिङ अलिअलि चाहिँ जान्नै पर्छ। त्यति गर्दा हुन्छ कि जस्तो लाग्छ। हजुर। अब यो कुनै कुनै सफ्टवेयरहरू त कलेज इमेलबाट लगइन गर्दाखेरि फ्रीमा एक्सेस पनि हुने हुन्छ अथवा सर्टेन डिस्काउन्ट हुन्छ। सो स्टुडेन्टले सिक्दैको त्यो राम्रै हुन्छ। अनि अब यस्तो सफ्टवेयरहरूको चाहिँ ट्युटोरियलहरू पनि हुन्छ नि त हामीसँग, जस्तै युट्युबमा फ्रीमा ट्युटोरियल हुन्छ, कतिपय चाहिँ पे गरेर सर्टिफिकेट लिन मिल्ने खालको हुन्छ नि। सो यस्तो कोही यसमा चाहिँ अलिकति डिभाइडेड ओपिनियन जस्तो देखिन्छ है हाम्रो स्टुडेन्टहरूमध्ये। कतिपय स्टुडेन्टले चाहिँ म पे गरेर यो कोर्स लिन्छु, मलाई
सर्टिफिकेट हो मेरो फर्स्ट प्रायोरिटी, उम्, सेकेन्डरी हो, नलेज चाहिँ सेकेन्डरी हो, तर उम्, सर्टिफिकेट आउँछ भने चाहिँ म लिन्छु है, पे गरेर भए पनि भन्छन् भनेपछि कतिपयले चाहिँ म युट्युब जस्तो प्लेटफर्महरूबाट फ्री कोर्स लिन्छु, मलाई सर्टिफिकेट चाहिँदैन, म कोर्स चाहिँ राम्रोसँग लिन्छु है भन्ने खालको सोचाइ हुन्छ नि त। अब सिभीमा सर्टिफिकेटहरू राखेर होइन पछि बाहिर जान सजिलो हुन्छ कि यस्तो भन्ने खालको उम्, सोचाइ हुन्छ। सो त्यसमा चाहिँ के छ भन्नाले सर्टिफिकेट त्यति इम्पोर्टेन्ट हुन्छ कि कस्तो छ यस्तो यस्तो कोर्सहरूको आउटसाइड कोर्सहरूको वर्कसपहरूको? त्यो एज फार एज आई नो, अब तपाईँ लेट्स से म बाहिर युएसको प्रोफेसर हो भने हजुर मैले त्यो कुन सफ्टवेयर सिकेको सर्टिफिकेटको त खासै भ्याल्यु हुन्छ जस्तो लाग्दैन। हजुर मेन कुरो अब तपाईँको कन्फरेन्स पब्लिकेसनमा कसरी एनालाइसिस गर्नुभएको छ, उम्, एकाडेमिक्समा चाहिँ त्यो सर्टिफिकेट खासै भ्याल्यु हुँदैन है, तर तपाईँले जाने हो भने हुन्छ जस्तो लाग्छ। तर वी हेभ टु नो लाइक कुन चाहिँ कन्ट्रीमा अप्लाई गर्दै हुन्छ। नर्मली युरोपमा चाहिँ उनीहरूले पावर फ्याक्ट्री चलाउँछ। सो हजुर इफ यु हेभ एक्सपर्टिज इन पावर फ्याक्ट्री होइन, अब त्यहाँ चाहिँ तपाईँको अलिकति सजिलो होला। पावर उम्, फ्याक्ट्री, डिपिएल भन्ने विभिन्न कुरा हुन्छ। अब युएसतिर उनीहरूले पिएससिसीहरू चलाउँछन् होइन, अथवा साइम होला उम्, भनेपछि यदि तपाईँ युएस अप्लाई गर्दै हुनुहुन्छ भने चाहिँ त्यो सफ्टवेयरहरूमा अलिकति दक्षता छ भने अँ, राम्रो। तर एकाडेमिक इन्स्टिट्युसनले चाहिँ त्यो चलाउनु सर्टिफिकेट पर्दैन। हेर्दैन है। अब नेपालको इन्डस्ट्रीले नै हेर्छ जस्तो मलाई लाग्दैन, किनकि नेपालको इन्डस्ट्रीमा पनि अब जस्तै एउटा सर्टन इन्डस्ट्री हुन्छ, उहाँहरूले चाहिँ फुल पेमेन्ट नगरेर मन्थली पे गर्नुहुन्छ कि सफ्टवेयरलाई। हजुर ए अनि त्यसमा नि उहाँहरूले चाहिँ रिक्रुटमेन्ट गर्ने बेलामा यो सफ्टवेयरको सर्टिफिकेट भनेर चाहिँ उम्, अहिलेसम्म भनेको छैन। तर अँ, अब बिस्तारै यो प्रोफेसनल इन्जिनियर, पी इन्जिनियर्सहरू हुने के कुरा छ, मेबी त्यतिखेर चाहिँ अब त्यो उम्, कुन सफ्टवेयर कति आवर्स सिकेको त्यसको आधारमा उम्, कुनै क्रेडिट हुने सिस्टम हजुर आयो भने हुन्छ। तर अहिलेसम्म चाहिँ मेरो बुझाइमा हुन्न। मेन कुरो एज अ स्टुडेन्ट चाहिँ तपाईँले चाहिँ कुन कन्ट्रीमा कुन चाहिँ सफ्टवेयर आफूले अप्लाई गरेको कुन चाहिँ कन्ट्रीमा कुन चाहिँ सफ्टवेयर अलिक बढी युज गरिरहेछन् त्यो उम्, थाहा पाउनुभयो र त्यसमा अलिकति इनडेप्थ जानुभयो भने है। मास्टर्स र पिएचडी, स्पेसल पिएचडी गर्ने बेलामा चाहिँ साधारण लोड फ्लो मात्रै गरेर चाहिँ हुँदैन, गर्न जान्ने उम्, भएर चाहिँ हुँदैन। हजुर मोस्ट केसेसमा चाहिँ त्यहाँ हामीले त्यसलाई कोडिङ गरेर स्क्रिप्टिङ गरेर त्यसलाई रन गराउनु पर्ने उम्, हुन्छ। सो हामीसँग अलिकति हाम्रो गेम चाहिँ एक लेभल अप चाहिँ गर्नुपर्छ पिएचडी अप्लाई गर्ने बेलामा। तर हजुर मास्टर्स अप्लाई गर्ने बेलामा चाहिँ ओके, युएसमा छ भने उसलाई पिएससिसी चलाउन आउँछ भने मेबी त्यो होला। उम्। सो त्यो सो डिबेटमा चाहिँ त्यो छ। सो चाहिँ त्यो स्किल सिकेर हजुर त्यो स्किलको सर्टिफिकेट भन्दा पनि स्किल फ्रीमै सिकेर बरु त्यो युज गरेर कुनै प्रोजेक्ट गरेछ उसले भने उम्, त्यो चाहिँ अलिकति उम्, भ्यालुएबल एकदम होला। हुन्छ। अनि अहिले त स्पेसली तपाईँको फेलोसिप दिने बेलामा बाहिर एक राउन्डको मात्रै इन्टरभ्यू हुँदैन नि, 2-3 राउन्डको इन्टरभ्यू हुन्छ नि। हजुर सो मेबी प्रोफेसरले त्यो सर्टिफिकेट भन्दा नि अब जस्तै तपाईँलाई 1 आवरको टाइममा ल यो त्यहीँ अब वेबक्याम अन गरेर हुन्छ कि ल यसको रिजल्ट देखाऊ भन्ने होला नि त, हजुर त्यसरी एनालाइसिस गर्नुहुन्छ कि। इक्जाम्पल सो त्यो सर्टिफिकेट यो सफ्टवेयर हेरेर मात्रै भन्ने हुँदैन कि, त्यो पक्का बुझेछ कि छैन भनेर हजुर विभिन्न टेक्निक्सहरू आजकल त उम्, इभोल्युसन गरिन्छ नि त। सो सर्टिफिकेटकै लागि भनेर गर्नु चाहिँ बेस्ट अप्सन चाहिँ होइन हाम्रो मैले देख्दा चाहिँ अहिले अप्सनमा। अहिले देख्दिनँ त्यस्तो। हाम्रो यो कलेजहरूमा पनि अहिले त्यो विभिन्न कार्यक्रमहरू भइरहेको हुन्छ जस्तै यो उम्, एसआइसी स्यामसङको उम्, भइरहेको छ। उम्, यस्तै यस्तै हजुरको कोर्सेराहरूमा पनि यो मेसिन लर्निङहरू अहिले इलेक्ट्रिकल पढ्नेहरू पनि अँ, मेसिन लर्निङतिर उम्, अलिक बढी एट्र्याक्टेड उम्, जस्तो देखिन्छन्, उम्, किनकि अबको फ्युचर भने त उम्, एआईसँग सम्बन्धित उम्, हुन्छ। उम्, सो मेसिन लर्निङहरू एआईहरू चाहिँ इलेक्ट्रिकल इन्जिनियरको फिल्डमा चाहिँ त्यो हजुर कतिको इम्पोर्टेन्ट हुन्छ होला अबको लङ लास्टिङ हुन पछिसम्म चाहिँ अलिकति सेक्योर हुनलाई? ओके, त्योभन्दा अघि तपाईँले भन्नु जस्तै एउटा कन्डिसनमा चाहिँ सर्टिफिकेसन इम्पोर्टेन्ट होला। मेरो डोमेन होइन, तर टेलिकम्युनिकेसनमा यो नेटवर्किङहरूको हजुर के हुन्छ नि, अब मेबी त्यो कन्डिसनमा चाहिँ उसको जबसम्म डाइरेक्टली उसको जबसँग टाइअप भएको छ भने चाहिँ त्यतिखेर चाहिँ सर्टिफिकेसन लिएको राम्रो हुन्छ हजुर जस्तो लाग्छ है। अब एआई यो एमएल भन्ने चाहिँ यो फिलोसफिकल क्वेसन जस्तै लाग्छ है। अब वेदर वी लाइक इट अर नट, अहिले एआईको भर्समा आइएछ। अब 200 वर्ष अगाडि हामी इन्डस्ट्रियल रिभोल्युसनको भर्समा थियौँ होला, त्यतिखेर पनि यस्तै डिबेट भएको थियो होला होइन। अब यो के भन्छ स्टिम टर्बाइन्सले सबै जब लाने, हजुर धागो बुन्ने अटोमेटेड मेसिनले हजुर सबैको जब लाने भन्ने छ। अहिले पनि हाम्रो त्यही डिस्कसन छ, स्पेसली कम्प्युटर इन्जिनियरिङमा होइन, जहाँ चाहिँ अब हजुर धेरै कुरा अटोमेटेड हुन्छ। अम,
okay, it's important होइन, जान्नुपर्छ एमएल, बट इनसाइड इट इज अल म्याथमेटिक्स है, त्यही हजुर लिनियर अल्जेब्रा हो. सो मेबी एज एकाडेमिसियन मेबी हामीले चाहिँ त्यो लिनियर अल्जेब्राको कोर्सलाई चाहिँ अलिकति घुमाएर एमएल भनेर हामीले त्यसरी नै पढायौँ भने, खास हामीले जे पहिलाबाट पढाएको त्यही वाइ इक्वल्स टु एमएक्स पछि फिटिङ गर्ने नै हो हजुर है रिग्रेसन भनेको. अनि नयाँ कुरो होइन, अलिअलि जान्नुपर्छ. तर अस्ति एउटा आइटिपल्ली अब जान्नु चाहिँ पर्छ भनेर, तर मलाई चाहिँ के लाग्छ भन्दाखेरि ग्रिडमा काम गर्ने मान्छेको नेसेसिटी र मार्केट चाहिँ इम्प्लोएबिलिटी चाहिँ बढी छ जस्तो लाग्छ. वर्ल्ड वाइडै तपाईँले कुरा गर्नुभयो भने ग्रिडमा काम गर्ने मान्छे नै छैन युएसको भनौँ इटन ग्रिडमा, किनकि एक जेनेरेसन रिटायर हुन आँटिसक्यो, अनि नेक्स्ट जेनेरेसन चाहिँ यो फिल्डमा त्यति मान्छे छैन. सो मेरो बुझाइ छ, आई मे बी स्ट्याटिस्टिकली रङ है, तर इलेक्ट्रिक ग्रिडमा काम गर्ने मान्छेको डिमान्ड चाहिँ हाई छ कि है. अनि त्यो हिसाबमा चाहिँ एआई पनि जान्नुपर्छ, स्पेसली मेसिन लर्निङ. अनि द्याट इज अल्सो इम्पोर्टेन्ट, बट द्याट इज नट द होल स्टोरी है. भन्नको लागि हामीले वाइ इलेक्ट्रिकल इन्जिनियर्स आर बेटर देन एआई भन्ने एउटा त्यो छ नि भन्ने तरिका चाहिँ वी क्यान डु वाट दे क्यान डु, बट दे क्यान डु वाट वी क्यान डु भन्ने छैन. अब त्यो सुन्दाखेरि नराम्रो लाग्छ, तर त्यो काइन्ड अफ फ्याक्चुअली त्यही नै हो. र के अस्ति एउटा आइटिपल म्यागजिनमा पढ्दै थिएँ कि अरू कुरामा एआईले कम्प्लिमेन्ट गर्न सक्ला, फोरकास्टिङमा होला, तर कन्ट्रोलहरू हुन्छ नि यसमा चाहिँ आई डोन्ट सी एआई कमिङ इन साइड के. किनकि यो कन्ट्रोलहरू भनेको एकदमै एकदमै सेन्सिटिभ हुन्छ कि, स्पेसली यो कन्ट्रोलको पार्ट. कन्ट्रोल सिस्टम्स हजुर, कुड बी हाइड्रो पावरको गभर्नर कन्ट्रोल होला अथवा रिन्युएबलको कन्ट्रोल होला, एकदमै सेन्सिटिभ हुन्छ. यसमा तलमाथि भयो भने पुरै प्लान्टै डाउन हुन्छ. सो त्यस्तोमा चाहिँ एआई बेस्ड मोडल भन्दा नि अहिलेसम्म र आई स्टिल सी म्याथमेटिकल बेस्ड मोडल नै युज गर्छ. किनकि म्याथमेटिक्स हामीले जुन तपाईँले कन्ट्रोल सिस्टममा पढ्नुहुन्छ थर्ड इयरतिर त्यही मोडल नै युज गर्ने, किनकि त्यसको फिजिक्स एमिकेबल इम्याकुलेट छ है. त्यो हिसाबमा मैले चाहिँ त्यो कन्ट्रोल पार्टमा चाहिँ मैले देख्दिनँ, तर त्यो फोरकास्टिङ पार्टमा अनि अरू अरू पार्टमा चाहिँ रियलिस्टिकली हुन्छ. तर इम्प्लिमेन्टेसन हुनसक्ला, तर यो कोर यो साइबर सेक्युरिटीहरू हुन्छ नि, अहिले नन एआई ग्रिडमा त होइन विभिन्न साइबर एट्याक्सहरू छन् भने अब एआई ग्रिड भयो भने त. सो आई विल से लाइक पुट इट हेज अ हबी. एमएलको एक दुईवटा कोर्स लिँदा नट ब्याड. अथवा तपाईँले आफ्नै म्याथको प्रोफेसर हुनुहुन्छ लिनियर अल्जेब्रा, उहाँलाई अलिकति पुस गरेर के यो कहाँ चाहिँ के हो यो भनेर सोद्धा राम्रो होला. हजुर हजुरले पावर सिस्टम्सलाई नै प्रायोरिटी बनाएर अगाडि बढ्नुको रिजन चाहिँ के थियो? जस्तै अरू अरू फिल्ड पनि हजुरले चुज गर्न सक्नुहुन्थ्यो, हजुरले पावर सिस्टम्स नै किन रोज्नुभयो? त्यतिखेर मासले पावर सिस्टम गर्थ्यो, अहिले पनि त्यस्तै छ है. त्यो इन्डिया गएपछि बल्ल थाहा पाइप कि अब इलेक्ट्रिकल भनेको इज नट मोर, इट्स नट ओन्ली पावर सिस्टम. अब इनरोलमेन्ट नै पावर सिस्टममा गऱ्यो. त्यो बाहेक अब फर्स्टमा मेबी तपाईँको अडियन्सहरूलाई थाहा नहोला, यीबाट चाहिँ हामी ट्रेडिसन अहिले हामी जानु मिल्ने भनेको चाहिँ ट्रेडिसनली पावर सिस्टम्स भयो, पावर इलेक्ट्रोनिक्स एन्ड ड्राइभ्स भयो, अनि हाई भोल्टेज इन्जिनियरिङ भयो, अनि कन्ट्रोल सिस्टम्स भयो है. कन्ट्रोलमा चाहिँ अरू डोमेनबाट आउनु मिल्छ, तर यो चारवटा भयो. मेन चाहिँ ट्रेडिसनल यिनीहरू भयो. सो इभन इफ यु वान्ट टु गो टु पावर इलेक्ट्रोनिक्स इज नट सो ब्याड, इज गुड है. तर पावर सिस्टम चाहिँ काइन्ड अफ मदर अफ अल इलेक्ट्रिकल जस्तो लाग्छ क्या. अब पावर इलेक्ट्रोनिक्सको एप्लिकेसन्स पनि पावर सिस्टममै आउँछ, कन्ट्रोल सिस्टमको एप्लिकेसन पनि पावर सिस्टममै हुन्छ, यो एनर्जी सिस्टम्सको प्लानिङ पनि पावर सिस्टममै हुन्छ. त्यही भएर पावर सिस्टम नै चुज गऱ्यो. तर पावर सिस्टम एकदमै ठुलो डोमेन छ है. सो तपाईँ पावर सिस्टमभित्रै अब आइआइटी बम्बईमा जानुभयो भने मास्टर चाहिँ पावर सिस्टम एन्ड पावर इलेक्ट्रोनिक्स भन्ने हुन्छ कि. सो पावर सिस्टमभित्रै अब तपाईँले कुनै एउटा डोमेन पिक गर्नुपर्छ. सो पावर सिस्टम भन्ने एकदमै ठुलो छ. कुड बी अब तपाईँ पावर सिस्टम प्लानर बन्नु होला, कसैलाई अब पावर सिस्टम डाइनामिक्समा इन्ट्रेस्ट लाग्ला. सो मलाई चाहिँ एक हिसाबमा चाहिँ अब त्यतिखेर चोइस चाहिँ त्यही भयो. अर्को हिसाबमा लङ रनमा हेर्दा मेरो एक्सपर्टिज चाहिँ अथवा इन्ट्रेस्ट चाहिँ पावर सिस्टम डाइनामिक्समा थियो, जुन चाहिँ इन्हेरेन्टली पावर सिस्टममा आउँछ. अब कसरी इन्ट्रेस्ट आयो भनेर सोध्नुभयो भने मेरो प्रोफेसर जसले पढाउनु भयो उहाँले राम्रो पढाउनु भयो, मलाई त्यही इन्ट्रेस्ट लाग्यो होइन. अब सो बेसिकली
सो त्यसरी कारण हजुरको इन्डस्ट्रीमा पनि एक्सपिरियन्स भयो अँ, अनि पछि हजुर एकाडेमिक्सतिर आउनुभयो सो अब इन्डस्ट्री र एकाडेमिक्स दुइटैको एक्सपिरियन्स छ हजुरसँग भने चाहिँ कस्तो के डिफ्रेन्स हुन्छ त्यसमा केही होइन प्लस माइनस हुन्छ अब दुइटै साइडमा र हजुरले चाहिँ पर्मानेन्टली एकाडेमिक्समै म जान्छु अब भनेर डिसाइड गर्नको लागि एउटा केही इम्पोर्टेन्ट केही रिजन थियो कि त्यस्तो स्पेसिफिक इन्डस्ट्री नभएर म अब एकाडेमिक्समै जान्छु इन्डस्ट्री भन्दा पनि भन्ने खालको फर्स्टमा अगेन इन्डस्ट्रीमा नै बस्नु पनि नट ब्याड भन्छ है हामी अब 2009मा म ग्रेजुएट हुँदाखेरि त्यतिखेर चाहिँ पावर मार्केट एकदमै कम थियो हाइड्रोहरू कम थियो तर अहिले म हेर्दा चाहिँ सबैजना एगेन मास्टर्स र पिएचडी गर्नैपर्छ पनि भन्दैन है हजुर त पावर इन्डस्ट्रीमा काम गर्नुहोस् हाइड्रोमा काम गर्नुहोस् स्विच टेस्टिङमा गर्नुहोस् द्याट विल अल्सो बी अ भेरी गुड क्यारियर है अ, अम, किनकि अहिले त्यो एबल म्यान पावरको एकदमै सर्टेज छ प्रायः सबै अब कुनै एउटा पिएलसी बिग्रियो भने इन्डियाबाट आउनुपर्ने चाइनाबाट आउनुपर्ने भनेपछि हामीसम्म पावर इन्डस्ट्रीमा विभिन्न मैले स्पेसिफिकली हाइड्रो पावरकै मात्रै कुरा गर्दाखेरि यु क्यान बी आइडर कन्सल्टेन्ट अर डिजाइनर होइन अथवा तपाईँ इन्स्टलर हुन सक्नुहुन्छ अथवा तपाईँ इलेक्ट्रोमेकानिकल सिस्टम्स हेर्न सक्नुहुन्छ अथवा तपाईँ स्विच प्रोडक्सन हेर्न सक्नुहुन्छ टिएनडी हेर्न सक्छ भनेपछि अहिले एकदमै स्कोप छ सो स्कोप पनि छ डिमान्ड पनि छ भनेपछि तपाईँको 5-6 इयर्समा तपाईँ कन्टिन्युसली पेसेन्सली काम गर्नुभयो भने यु कुड अर्न भेरी वेल सो इन द्याट केस यु डु नट निड टु कम टु एकाडेमिक्स है अथवा अघि मैले भने जस्तै अब मास्टर हायर डिग्री लिने भयो भने अलिकति रेस्पोन्सिबिलिटी चाहिँ कम भएको बेला चाहिँ लिनु फेरि राम्रोसँग थेसिस गरिँदैन है सो त्यो हिसाबमा फेरि हाम्रो इन्डस्ट्रीको साथीहरू र एकाडेमीको रिलेसन कुरा गर्दाखेरि इन्डस्ट्री साथीहरू चाहिँ इज मेबी टु सम एक्सटेन्ट यो वर्ल्ड वाइडै होला दे आर अलवेज नट ह्याप्पी विथ द आवर ग्रेजुएट्स क्या उहाँले के भन्नुहुन्छ सधैँ भन्दाखेरि हाम्रो चाहिँ यो इन्डस्ट्री रेडी प्रडक्ट भएर हामीले गएर तपाईँको प्रडक्टलाई 3 महिना होइन सिकाउनुपर्छ भन्ने हुन्छ आइदर त्यो पुल्चोकको स्टुडन्टलाई भन्नुहोस् अथवा केहुकोलाई भन्नुहोस् उहाँहरूको गुनासो त्यो हुन्छ है सो टु सम एक्सटेन्ट द्याट इज ट्रु है र हामीले मलाई चाहिँ के लाग्छ भन्दा हामीले अब त्यो उहाँहरूको सर्टन एक्सपेक्टेसन चाहिँ त्यो डिप्लोमा लेभलको जस्तै ओके मसिन छ भने मसिन वाइन्डिङ गरोस् भन्ने होला होइन त्यो हाम्रो मिसम्याच पनि भयो होला र सर्टन इन्स्टान्सेसमा चाहिँ हाम्रो एक्सपोजर नपुगेर पनि स्टुडेन्ट उहाँहरूलाई फ्रस्ट्रेसन भयो होला तर मलाई के लाग्छ भन्दाखेरि र तपाईँहरूलाई के थाहा हुनु पऱ्यो अथवा के कन्फिडेन्स हुनु पऱ्यो भन्दाखेरि यदि इफ युआर ग्रेजुएट वेस आल से गुड फन्डामेन्टल नलेज है तपाईँ 5 अथवा 3 अथवा 4 महिना चाहिँ कुनै पनि इन्डस्ट्रीमा जानु यु विल लर्न अलमोस्ट एभ्रिथिङ देयर इज टु लर्न है सो फर्स्टमा त्यो कन्फिडेन्स हुनु पऱ्यो अथवा त्यो कन्फिडेन्स हुन्छ कि तपाईँ एभरेजै भयो भने पुल्चोको एभरेजै हुनुभयो भने तपाईँ 3 महिना एउटा स्विच गियर टेस्टिङ मात्रै गर्नुभयो भने यु विल बी भेरी गुड इन्जिनियर इभन दो हाम्रो इन्डस्ट्रीको साथीहरूले सर्टन इन्स्टान्सेसमा तपाईँहरूलाई अलिकति सबैले भन्दैन तर अलिकति तपाईँको सेल्फ स्टिम अलिक डाउन गर्दैन सक्ला है तर तपाईँले चाहिँ त्यो रियलाइज गर्नु पऱ्यो कि बिकज what they expect is industry rated products but what we really have to give is त्यो systems level thinking भन्ने हुन्छ कि सो हामीले चाहिँ त्यो इनपुट लिएर हामीले मेट्रोलोजी डेभलप गरेर आउटपुट दिन सक्छौँ क्या मलाई चाहिँ नेपालको यो इलेक्ट्रिकल कुनै पनि स्टुडेन्ट छ ग्रेजुएट हुनुभएको उहाँसम्म त्यो क्यापेसिटी हुन्छ जस्तो लाग्छ कि पढेको हुन्छ सबै है सो फर्स्टमा चाहिँ त्यो सेल्फ कन्फिडेन्स चाहिँ लुज नगर्नु होला है र इन्डस्ट्रियस साथीहरूले पनि इट्स अ पार्ट अफ देयर रेस्पोन्सिबिलिटी अल्सो त्यो ट्रेन सर्टन पार्ट है हामीले त पढाउन स्क्याटर पढाइन्छ र हाम्रो पनि त्यसमा कमी कमजोरी होला है सो फर्स्टमा चाहिँ मैले त्यसरी हेर्छु र अब एकाडेमिक्समै म आउनुको कारण चाहिँ त्यो सेरेन्डिपिटिस भन्ने के हुन्छ नि त्यस्तो नै हो सो मैले भने जस्तै मलाई मास्टर्स गर्ने बेलामा चाहिँ सिन्स आई वाज भेरी इन्सपायर्ड बाई माई प्रोफेसर्स होइन 2 जना जस्तो हुनुहुन्थ्यो एन्ड दे बोथ फिमेल है साउथ इन्डियामा चाहिँ चेन्नाईमा चाहिँ समहाउ मेलभन्दा फिमेलहरू चाहिँ अन्त वर्ल्ड वाइडै धेरै एफिसियन्ट क्या र धेरै मेहनती है अब मेल प्रोफेसरहरू अलिक चिल मोडमा हुनुहुन्थ्यो सो मलाई कता न कता चाहिँ त्यो फिल थियो म पढाउनु पर्छ होला भन्ने अनि त्यस पछाडि मैले एउटा त्यो सर्टन हाइड्रोमा अप्लाई गरेको थिएँ त्यहाँ हुन्छ भन्दा भन्दै त्यतिखेर वसन्त गौतम सर चाहिँ डब्लुआरसीमा एचओडी हुनुहुन्थ्यो अनि मैले चिनेको थिएन तर मेरो साथीले त्यहाँ रेकमेन्ड गर्नुभएको रहेछ अनि
मेरो नाम त्यहाँ पनि दिनुभएको थियो। अनि भरे सरले मलाई पर्खिराख्नु भयो र यता हाइड्रोबाट पनि आएन क्या। अनि मैले सोचेँ अब पोखरा जान्छु भनेर। अनि फेरि त्यो टाइममा कस्तो थियो भन्दाखेरि अ, मलाई मसँग टिचिङ स्किल छ कि छैन मलाई थाहा पनि थिएन है। अनि तर मलाई के थाहा थियो भन्दाखेरि अलिकति म टेक्निकली ठिकै छु, कम्पिटेन्ट छु भन्ने थाहा थियो। र मैले त्यो पढाउन थालेपछि नै सिन्स अब यो त्यतिखेर आइएको स्टुडेन्ट्सहरू चाहिँ एकदमै स्पेसली डब्लुआरसीको फर्स्ट ब्याच थियो इलेक्ट्रिकलको। आई विल से मोटिभेसन चाहिँ इलेक्ट्रिकल पढ्ने 80-90% हाई थियो क्या। अब त्यस्तो स्टुडेन्टलाई गएर पढाउँदाखेरि उहाँ मैले जे पढाएँ उहाँले चाहिँ त्यो भाँडा माझ्ने स्पोन्ज जस्तो पानी एब्जर्भ गरेर चाहिँ लिने क्यापासिटी देख्दाखेरि चाहिँ र त्यस पछाडि चाहिँ फिल भयो कि ओके आई क्यान डु समथिङ इन दिस क्यारियर। अनि र त्यो टाइममा चाहिँ फेरि यो अहिले डक्टरेट गरेको मान्छे कम भने जस्तै त्यतिखेर मास्टर्स गरेको मान्छे नै कम थियो क्या लेक्चरमा। र अलिकति कस्तो हुँदो रहेछ भन्दाखेरि एकाडेमिक्समा वाइ गुड प्रोफेसर स्टे इन एकाडेमिक्स आर फर्स्ट दे हेभ टु बी टेक्निकली कम्पिटेन्ट होइन। अनि दे निड टु हेभ स्किल टु मेन्टोर द स्टुडेन्ट्स है। त्यो स्टुडेन्टले राम्रोसँग मेन्टोर गऱ्यो भने त्यो कम्युनिटी पोजिटिभ फिडब्याक आएर उसलाई त्यो बस्नु चाहन्छ र दे सुड बी भ्याल्युड होइन। अब तपाईँ लेट्स से युएसमा गएर एसिस्टेन्ट प्रोफेसर हुनुभयो अरे इभन अब टप ऱ्याङ्कमा तर सर्टन फेजमा चाहिँ तपाईँलाई त्यो एक्जिस्टेन्सियल क्वेसन आउँछ एमआई वाट एम आई डुइङ हियर भन्ने होइन। अब त्यहाँको विदेशी एकदमै खतरा इकोनोमी भएको कन्ट्रीमा पढाएर अथवा रिसर्च गराएर हाउ मच भ्याल्यु डु यु गेन है। बट इफ यु आर इन नेपाल होइन से पुल्चोक केयुमा जहाँ चाहिँ त्यो हाम्रो अलिकति लेभल अलिकति तलै छ होइन त्यस्तो ठाउँमा आएर तपाईँले गर्नुभयो भने तपाईँलाई हाई भ्याल्यु फिल भयो भने तपाईँ बस्नुहुन्छ। सो मैले सर्टली समराइज गर्नु पर्दाखेरि चाहिँ टेक्निकली कम्पिटेन्ट हुनु पऱ्यो र त्यो टिचिङ स्किल पनि अलिअलि हुनु पऱ्यो है। अनि मेन्टरिङ गर्ने क्यापेसिटी पनि अलिअलि रहेछ भन्ने थाहा पाएँ। प्लस अनि मलाई चाहिँ त्यो अलिकति जहाँ आफू हाई भ्याल्युड हुन्छु जस्तो लाग्छ त्यस्तै ठाउँमा काम गर्नु मन लाग्यो। यो तिनटै अब कन्जक्सन भएपछि चाहिँ एकाडेमिक्स चुज गरेको र जसले पिएचडी डाइरेक्ट गर्दै हुन्छ त्यही भएर एक्सप्लोरेसन तपाईँले राख्नुभयो भने चाहिँ तपाईँलाई फिल हुन्छ कि नत्र यु गेट यु माइट गेट डिसपोइन्टेड आफ्टर यो पिएचडी। सो अब अहिलेको हाम्रो स्टुडेन्टहरू कलेजमा कतिजनाको थर्ड इयरसम्म आइपुग्दाखेरि भनौँ न पर्सेन्टेज कतिजनाको 60-70 को आसपास हुन्छ, कसैको 70 to 80 होइन, 80भन्दा 80+ पनि हुन्छन् स्टुडेन्ट्सहरू होइन। कतिजनाले ब्याक एक्जाम दिएर आएको हुन्छन्। सो डिफ्रेन्ट अलिकति लोवर 60 to 70% ल्याउने स्टुडेन्टहरूलाई चाहिँ अब मेरो फ्युचर चाहिँ अलिकति होइन सेक्योर नहोला कि होइन, नेपालमा गभर्मेन्ट जब बाहेक अरू केही अप्सन छ कि, अथवा मलाई बाहिर गएर पढ्न मन छ तर मेरो पर्सेन्टेजले नपुग्ने हो कि, पर्सेन्टेजलाई चाहिँ कभर अप गर्नलाई एक्स्ट्रा केही गर्नुपर्छ कि मैले भनेर सोधिरहेको हुन्छन्। सो 60 to 70, 70 to 80 यस्तै रेन्जको स्टुडेन्ट्सहरूको लागि अथवा र 80+ को लागि पनि हजुरको सजेसन चाहिँ के हुन्छ? कुन कतातिर फोकस गर्दाखेरि चाहिँ अलिकति फ्युचरलाई अलिकति अझ सेक्योर बनाउनलाई के गर्न सकिन्छ उनीहरूले? फर्स्टमा अलिकति त्यो फिलोसोफीको कुरा गर्छु। हामी जब गर्दाखेरि मेरो कति 8,000 कि 9,000 स्यालेरी थियो होइन। अनि मेरो साथी चाहिँ उसकै घर छेउमा 20 कि 30,000 कमाउँथ्यो क्या। अनि त्यतिखेर हामीले सोच्यौँ होइन अब उसले चाहिँ तर त्यो कन्ट्र्याक्ट टाइपको बिडिङ डकुमेन्ट हेर्थ्यो, मैले चाहिँ टेक्निकल हेर्थेँ कि। अनि मलाई लाग्थ्यो त्यतिखेर वाइ इज हि डुइङ दिस एडमिनिस्ट्रेटिभ स्टफ होइन। अनि आई थट हि वाज रङ के एट द्याट मोमेन्ट। बट लुकिङ नाउ है इज एट अ गुड प्लेस होइन। अस्ट्रेलियामा छ, के गर्दैछ। सो हु एम आई टु जज है भनेपछि सबैजनाले होइन यु हेभ टु फोकस अन लाइफको प्रायोरिटिजहरू पनि सिफ्ट हुँदो रहेछ। अब अहिले ब्याचलर हुँदाखेरि मेबी एकदमै हार्डकोर रिसर्च गर्छु भन्ने होला। तर अब तपाईँले चाहिँ अब 25 अथवा 30मा पुगेर अब 2जना बच्चा भयो अरे अनि अब त्यो कन्डिसनमा त इफ इलेक्ट्रिकल इज नट फर यु यु हेभ टु सिफ्ट होइन। अब टु वाट एभर टु गेन इन्कम है। अनि वी सुड नट जज देम होइन बिकज अब द्याट्स द स्टोरी अफ लाइफ। अब सो त्यसरी पनि हेर्नुपर्छ त्यो
पुरै यसरी वान डाइमेन्सन हेर्नु भएन। तर ओके अब वान डाइमेन्सनमै अब इलेक्ट्रिकलमै इन्ट्रेस्ट छ होइन? तर अब विभिन्न पर्सेन्टेजेसमा छ भने अघि मैले भने जस्तै नेपालमा इलेक्ट्रिकल एकदम स्कोप छ। इफ म प्रायः धाड्दिनँ है। धाड्नै पऱ्यो भने गाह्रो लाग्छ। सो मलाई लागेर नै भनेको है। स्पेसली टप कलेजेसहरूबाट तपाईँ हुनुहुन्छ भने यु हेभ अ भेरी हाई स्कोप है। र मैले चाहिँ मेरो स्टुडेन्टलाई चाहिँ हाइड्रोमै गर भन्छु। किनकि त्यसमा दे क्यान सी वाट दे क्यान बिकम इन नेक्स्ट 5 or 10 years है। सो एक्जाम्पल सुरुमा इलेक्ट्रिकल इन्जिनियर जुनियर भएर छिर्ला, त्यसपछि प्लान्ट म्यानेजर होला, त्यस पछाडि अलिकति डाइरेक्टर होला, पछि उसले गएर नयाँ हाइड्रो नै सेयर होल्डर भएर खोल्ला है। मैले सो उसको क्यारियर हामीले हेर्न सक्यौँ। अब मैले इन्डस्ट्रीमा नजाउँ भने होइन, तर एउटा फ्याक्ट्रीमा गयो भने वाट आफ्टर 5 इयर्स भन्ने अलिकति लिमिटेड हुनसक्ला। तर इन्डस्ट्रीबाट यता जम्प गर्नु पनि सक्ला है। सो त्यो हिसाबमा तपाईँ कुनै पनि पर्सेन्टेज छ भने अघि मैले भने जस्तै एक्सप्लोरेसन गर्नुहोस् है। सो हेर्नुहोस्। अब जब पाउन गाह्रो छैन, बट सुरुमा मेबी अलिकति स्यालेरी कटमा एगेन अब त्यही अब मैले जज गर्नु मिल्दैन। अब कसैको एकदमै फाइनेन्सियली पुवर हुन्छ भने उहाँले नन एडमिनिस्ट्रेटिभको काम गरेर उहाँको फ्यामिली सस्टेन गर्न चाहनुहुन्छ भने द्याट इज पर्फेक्टली नर्मल है। तर अब जो चाहिँ अलिकति फाइनेन्सियली ठिकै छ भने उहाँले चाहिँ बरु त्यही फ्युचरमा कुन चाहिँ क्यारियरको चाहिँ हाई मैले रिटर्न पाउँछु त्यो चाहिँ चुज गरेर बरु अहिले अलिकति लो कटमा काम गर्ने कि त्यसरी पनि हेर्नु पऱ्यो। ओके अब कसैलाई अब मोस्ट प्रोबेबली अहिले यङ्स्टर्सहरू भएपछि रिसर्च गर्ने भन्ने नै होला। सो त्यो हिसाबमा चाहिँ वी हेभ टु बी भेरी क्लेभर हियर है। सो तपाईँ 80% आयो भन्दैमा द्याट डजन्ट ग्यारेन्टी यु इन अ स्टुडेन्ट फेलोसिप इन युएस अर युरोप है। किनकि युएसको प्रोफेसर अथवा युरोपको प्रोफेसरमा त तपाईँहरू जस्तो स्टुडेन्ट्स त अब बङ्गलादेशबाट नि 85 95 इरानको हेर्नु भने त्यस्तो हुन्छ है। सो यु हेभ टु बी स्लाइटली डिफ्रेन्ट टु अदर्स है। सो त्यो कन्डिसनमा चाहिँ अघि भने जस्तै हामीले जर्नल चाहिँ निकाल्नु सकिन्छ भने ट्राई गर्नुहोस्, बट यु हेभ टु वर्क इन द टिम। सो रिसर्च कल्चर अथवा रिसर्च मेन्टर्सहरू फ्याकल्टिजहरू हुनुहुन्छ होला, उहाँलाई मेन्टरसिपको लागि रिक्वेस्ट गर्नुहोस् है। मैले भनेको चाहिँ पुल्चोको 80% ल्याउने र अब उदाहरणको लागि बङ्गलादेशको ब्युटबाट पढ्ने 80%मा केही फरक त हुनु पऱ्यो क्या। दुईजना 80% ल्याएको हो, दुईजनै सिमिलर होइन कन्ट्रीबाट आउँछ भने यु हेभ टु बी समथिङ डिफ्रेन्ट। फेक पेपर्सहरूमा नहेर्नु, बट कन्फरेन्सेसहरूमा हेर्नु होइन, मेबी त्यो सफ्टवेयरको लर्निङहरू गर्नु है। सो त्यसो गऱ्यो भने चाहिँ 80%वालाहरूले चाहिँ पाउन सक्छ अलि अलि अलिक कम्पेरिटिभली इजी है ले चाहिँ फर्दर स्टडिजको लागि। अब हाम्रो 60-65%कोहरूले चाहिँ अथवा त्यो रेन्जकोले चाहिँ यु हेभ टु बी क्लेभर। मिनिङ कसरी भन्नु पऱ्यो भन्दाखेरि अब युरोपमा इरास्मस अप्लाई गर्ने भने अब फन्डिङ एकदमै कम छ, एप्लिकेन्ट बढी हुन्छ भनेपछि प्रोबेबली द्याट इज नट अ गुड वे के है। युएसमा कि त युएसमा ट्राई गर्नु पऱ्यो है। अनि अथवा तपाईँले साँच्चीकै अलिअलि खर्च गरेर पढ्छु भन्यो भने अब विभिन्न नर्डिक कन्ट्रिज अथवा तल जर्मनीतिर जहाँ चाहिँ ट्युसन फी चाहिँ एकदमै कम छ, त्यसमा त्यस्तो कन्ट्रिजमा अप्लाई गर्दा पनि भयो है। तर त्यहाँ ल्याङ्ग्वेजको प्रब्लम्सहरू हुनसक्छ। एउटा सबैभन्दा अब त्यो ब्राकेटको स्टुडेन्टले चाहिँ पढ्ने भने अर्को एउटा राम्रो अपर्च्युनिटी चाहिँ मैले भने नि जहाँ चाहिँ लो कम्पिटिसन हुन्छ, त्यहाँ चाहिँ हाई प्रायोरिटी हुन्छ। मिनिङ अब हेर्नुहोस् इच इयर चाहिँ मेरो बुझाइमा चाइनिज गभर्मेन्ट स्कलरसिप खुल्छ है। अनि त्यहाँ चाहिँ सिङ्वा युनिभर्सिटी, साङ्घाई जाइतोङ यिनीहरू वर्ल्डको 100 युनिभर्सिटी ऱ्याङ्कमा हो कि। त्यस्तोमा अप्लाई गर्ने खासै धेरै हुँदैन क्या, बिकज सबैजना त युएस जानु छ। तर युएसको मेबी 500 ऱ्याङ्क युनिभर्सिटीमा पढ्नु र सिङ्गुवामा पढ्नु त धेरै फरक हुन्छ, बट स्टिल दे वान्ट टु गो टु युएस है। त तपाईँहरूले चाहिँ त्यस्तो कन्ट्रिजहरू स्पेसली त्यो ब्राकेट स्टुडेन्टले टार्गेट गर्नुहोस् है। सो चाइना हेर्नुहोस् होइन, अनि अभियसली ल्याङ्ग्वेज त सिक्नुपर्छ, सबै कुरो त अब हुँदैन। अथवा जापान म्याक्स्ट हेर्नुहोस्, अथवा कोरियामा जहाँ अलिक कम्पेरिटिभली आई विल से इट्स इजियर टु इन्टर, अर थाइल्यान्डको ऱ्याङ्क युनिभर्सिटिज अर इभन आइआइटी। तर आइआइटीमा चाहिँ पुरै पेलान चाहिँ हुन्छ है। सो मैले चाहिँ त्यो ब्राकेटको स्टुडेन्ट्सहरूले चाहिँ त्यसरी
गर्नुभयो भने अ, राम्रो होला। सो अब पैसै तिरेर गर्ने भने त अस्ट्रेलिया विभिन्न कन्ट्री पनि होला, त्यो मलाई अलिक थाहा भएन है। तर त्यस्तो कन्ट्रिजमा चाहिँ अलिकति हामीले ट्याक्टफुल्ली हेर्नुपर्छ जस्तो लाग्छ। हुन्छ, अब अलिकति हामी टेक्निकल कुरातिर जाउँ यसो। अँ। सो अब नेपालमा अहिले इभिजहरू रिन्युएबल एनर्जीको अलिकति बढ्दो क्रम जस्तो देखिन्छ। सो अब नेपालको पावर सिस्टम त अलिकति ट्रेडिसनल छ नि त। हुँ। सो त्यो नयाँ इमर्जिङ टेक्नोलोजीले चाहिँ नेपालको ट्रेडिसनललाई चाहिँ कसरी इम्प्याक्ट गर्छ? त्यसलाई कसरी राम्रो बनाउन सकिन्छ? यो यो पावर ग्रिड भनेर त वर्ल्ड वाइडकै ट्रेडिसनल हुँदो रहेछ हजुर। क्या। लास्ट टाइम हामी एउटा स्विजरल्यान्ड ज्युरिक युनिभर्सिटी गएको थिएँ, अनि त्यहाँ कुरा गर्दाखेरि स्विस ग्रिडहरू पनि, जर्मन ग्रिड पनि दे आर नट रेडी फर द इभिज के। सो हाई पेन्ट्रेसनमा कुनै पनि कुरा गरेपछि इट विल ब्रिङ इस्युज। हजुर। अनि सो अभियसली नेप्लिस पावर ग्रिडमा पनि गाह्रो छ। हाम्रो डिस्ट्रिब्युसन सिस्टम स्पेसली ट्रान्समिसन आफ्नो ठाउँमा छ। डिस्ट्रिब्युसन सिस्टम टु लेन्दी, अहिले नै भोल्टेज ड्रप 180 भोल्ट आउँछ, राति कोही बेला 250 भोल्ट आउँछ। सो यस्तो सिस्टममा चाहिँ तर हामी रियलिस्टिक पनि हुनुपर्छ। बिकज अस्ति भर्खरै हाम्रो लोड सेडिङ कट्यो होइन, बल्ल अब एनर्जी सेक्युरिटीको कुरा आउँछ होइन, पावर सेक्युरिटी बल्ल भयो। अब बल्ल हामी पावर क्वालिटी इस्युजतिर जाने हो। अब अहिले नै हामी भोल्टेज स्याक, स्वेल, ट्रान्जिएन्ट स्टेबिलिटी, भोल्टेज स्टेबिलिटी, स्मल सिग्नल गर्ने कुरा हुँदैन। सो त्यो भएर चाहिँ यो नेचुरल ट्रान्जिसन हो। सो हाम्रो नेप्लिस ग्रिड इज डिफिकल्ट, बट वी हेभ टु अन्डरस्ट्यान्ड द्याट वर्ल्ड वाइड कुनै पनि ग्रिड चाहिँ यो खासै यो मोडर्न टेक्नोलोजी चाहिँ यति चाँडो आएर यति ऱ्यापिड हुन्छ भन्नेको लागि चाहिँ बनेको होइन। प्लस हाम्रो चाहिँ अलिकति मोनोपोली छ। अब युएसमा अब इटन होला अथवा अरू कुनै होला, उनीहरूले एटलिस्ट आफ्नो सेक्सन राम्रोसँग अलिक कम्पिटिसन पछि हेर्लान्। अब हाम्रोमा त अलिक गाह्रै छ। तर बट द्याट अल्सो ब्रिङ्स अपर्च्युनिटिज होइन। इभीको कारणले धेरै लाइन होस्टिङ क्यापासिटी घट्यो भने होइन, मेबी त्यसको कन्डिसनमा कोही एन्टरप्रेनरले लाइन मोनिटरिङ गर्ने बनाउला। यहाँ अपर्च्युनिटी पनि छ हो, एउटा स्टार्टअप एकदमै छ नि, इलेक्ट्रिकल एकदमै छ नि इन्जिनियर्सको लागि। है। मैले त मेरो काइन्ड अफ आजकल चाहिँ म यो लाइन मोनिटरिङतिर अलिअलि डिस्ट्रिब्युसन मोनिटरिङतिर हेर्छु। म त एकदमै अपर्च्युनिटी देख्छु। लास्ट टाइम अब हितेन्द्र सरसँग कुरा हुँदाखेरि पनि उहाँको कन्सेप्ट चाहिँ त्यो ट्रान्सफर्मर धाँचै धाँदैन भन्ने हो कि। सो हामीले चाहिँ अब एउटा फिडरमा तपाईँको कतिवटा ट्रान्सफर्मर होला, अब एउटा ट्रान्सफर्मर गएपछि त सेकेन्डरी डिस्ट्रिब्युसन सबै गयो। सो धेरै पनि गर्नु परेन, त्यो फिडरको ट्रान्सफर्मर मात्रै मोनिटरिङ गर्ने र कुनै फेल हुन आँटेछ भने सजग गराइदियो, त्यस्तो सिस्टम पनि एकदमै। सो त्यसम्म हामीले पुरा इभीको हार्मोनिक लोड फ्लो, हार्मोनिक एनालाइसिस त्यस्तो गर्नुपर्छ जस्तो लाग्दैन क्या धेरै। त्यस्तो त्यस्तो लाग्छ। अब हामी लगभग एन्डतिर आइपुग्यौँ पोडकास्टको। सो लास्टमा चाहिँ एउटा सानो ऱ्यापिड फायर राउन्ड जस्तो गरौँ। सो म क्वेसन सोधिहाल्छु, हजुरले फ्याक्टर एन्सर दिइहाल्नु। सो ल सानो ऱ्यापिड फायर राउन्ड सुरु गरौँ। सो टिचिङ वा रिसर्च? टिचिङ। सो स्ट्रङ जिपिए वा रिसर्च एक्सपिरियन्स? रिसर्च एक्सपिरियन्स। इन्डस्ट्री एक्सपिरियन्स बिफोर हायर स्टडिज? Yes, सर। yes, very much. वान स्किल एभ्री स्टुडेन्ट सुड बिल्ड बिफोर फर्दर हायर स्टडिज? गुड रिसेप्टिभ क्वालिटी हुनु पऱ्यो होला। सो वान टुल एभ्री इलेक्ट्रिकल इन्जिनियर मस्ट लर्न? अब चाहिँ म्याटल्याब भनौँ न्युट्रल हुनुको लागि। सो वान ह्याबिट हजुरलाई जसले चाहिँ पिएचडी लाइफ सर्भाइभ गर्न हेल्प गर्यो? अब चाहिँ मेरो स्पोर्ट्स एक्टिभिटिज भनौँ। सो अन्त्यमा अब इलेक्ट्रिकल इन्जिनियरिङ स्टुडेन्ट्स स्पेसली पावर सिस्टम्समा इन्ट्रेस्टेड हुने स्टुडेन्ट्सहरूको लागि हजुरको एडभाइस के हुन्छ लास्टमा? ओके, पावर सिस्टम्स चाहिँ एकदम फेसिनेटिङ फिल्ड छ है। यसभित्र विभिन्न फिल्ड्सहरू छन्। अब तपाईँहरू ब्याचलर्समा होला अडियन्सहरू है, जस्तै अब कसैलाई कन्ट्रोलमा होला, डाइनामिक्समा होला, विभिन्न छन् कि। सो इट्स अ भेरी फेसिनेटिङ फिल्ड है। फर्स्टमा अन्डर ग्रेडमा राम्रोसँग बुझ्ने ट्राई गर्नुहोस् होइन, फन्डामेन्टली स्ट्रङ बनाउनुहोस्। अनि टिचर्सहरूलाई नि बेला बेलामा एकाउन्टेबल बनाउनुहोस्। बुझ्नु भएन भने क्वेसन सोध्ने बानी गर्नुहोस्, बिकज यु हेभ पेड अ क्वाइट सब्सटेन्सियल एमाउन्ट टु स्टडी है। अनि सो यु हेभ अ ग्रेट स्कोप इन नेपाल है। सो पेसेन्सको साथ राख्नुपर्छ। त्यो
यताउता त्यो धेरै नोइजको पछाडि नलाग्नु, कन्सिस्टेन्टली कुनै पनि फिल्डमा 2-3 वर्ष काम गर्नुहोस् है। अनि सिक गुड मेन्टर्स है। लिङ्किनमा धेरै पोस्ट आयो भन्दैमा दे आर नट पोसिबली गुड मेन्टर्स है। तपाईँले चाहिँ राइट ठाउँमा हेर्नु पऱ्यो। एक्जाम्पल मेबी गुगल स्कोलरमा गएर चाहिँ हेर्नु पऱ्यो। लिङ्किङमा मेरो 100वटा पोस्ट छ अरे, गुगल स्कोल जाँदा एउटा मात्रै पब्लिकेसन छ भएन है। सो आफ्नो स्टुडेन्ट क्लब्सहरू छन् भने यहाँ पुजोको जस्तै उहाँहरूलाई चाहिँ स्टुडेन्ट क्लबलाई चाहिँ यस्तो तपाईँलाई एक्सपोजर पाउने खालको एक्टिभिटिजको लागि चाहिँ सहयोग माग्नुहोस्। कुड बी बेला बेलामा रिसर्च टक्स हुनसक्छ अथवा वाट इन्डस्ट्री निड्स भन्ने हुनसक्छ। एलुमनाईको एक्सपिरियन्सेस हुन्छ है। अब टिचर्सहरूलाई अलिक हायरिकल अलिकति गाह्रो लाग्छ भने स्टुडेन्ट क्लबलाई एक्टिभ बनाउनु पऱ्यो है। र कुनै पनि कुरा कन्सिस्टेन्टली गर्नुहोस् र लङ रनमा जे गर्नुहुन्छ अनि फ्युचरको धेरै पनि टेन्सन नलिनु। अभियसली त्यो लिन्छन् है। वाट एभर राइट नाउ हामीले गर्न सक्ने भनेको इज वाट वी हेभ इन फ्रन्ट अफ अस राइट नाउ है। जे छ त्यो चाहिँ राम्रोसँग गर्नुहोस्, डु यर बेस्ट। मैले सानो भने मोनोलग चाहिँ ब्याचलर पढ्दाखेरि अब धेरै असाइनमेन्टहरू कपी गरियो है। मास्टर्स पढेपछि चाहिँ मैले आई मेड अ डिटर्मिनेसन द्याट वाट एभर देयर इज आई विल डु इट बाई माइसेल्फ है। अनि कोडिङ गर्नु राम्रोसँग आउँदैन थियो है। त्यही भएर कोही बेला चाहिँ त्यो 5 पेजको कोड भयो क्या। अनि मेरो साथीहरूले चाहिँ ओ कस्तो खतरा कोडले गर्छ, त्यो चाहिँ खास नजानेर कि। सो बट आई मेड अ प्रमिस विथ माइसेल्फ द्याट म जे गर्छु म राम्रो गर्छु अब चाहिँ भनेर। सो यदि तपाईँले ब्याचलर लेभलमै र कति कुरो चाहिँ कहाँ काम लाग्छ भन्ने थाहा हुँदैन। धेरै ब्याचलर स्टुडेन्टहरू त्यहीँ कहाँ काम लाग्छ भनेर फ्रस्ट्रेटेड भएर अनि त्यो कोर्स चाहिँ राम्रोसँग पढ्नुहुन्न। सो हामीले के चाहिँ के मात्रै गर्न सकिन्छ भन्दाखेरि जे वाट एभर यु आर लर्निङ राइट नाउ त्यो काहीँ न काहीँ काम लाग्छ भनेर विश्वास गर्नुहोस् र डु यर बेस्ट है। त्यो असाइनमेन्टहरू, मिनी प्रोजेक्टहरू आफै गर्नुहोस् है। सो एन्ड अल्सो स्टुडेन्ट क्लबहरूलाई चाहिँ ट्राई मेकिङ लर्निङ एज कुल के। पढ्ने मान्छेलाई अलिक जिस्काउने है। सो त्यस्तो कुरा गरिन्छ। ट्राई टु मेक अ गुड कल्चर विच आई थिङ्क तपाईँले गरिराख्नु भएको छ। त्यति नै छ मेरो। हस्, थ्याङ्क यू आजको इन्साइटफुल सेसनको लागि धेरै धेरै धन्यवाद। हजुरको आफ्नो बिजी सेड्युलबाट हजुरले टाइम निकालेर आइदिनु भयो र इसी टक्स हेरिरहनु हुने सम्पूर्ण गेस्टहरूलाई धन्यवाद। आजको हाम्रो भेन्यू पार्टनर इन्भेस्टमेन्ट गुरुलाई पनि धेरै धेरै धन्यवाद। उहाँले यस्तो राम्रो भेन्यू प्रोभाइड गरिदिनु भयो पोडकास्टको लागि। र इसी टक्स हेर्दै गर्नु होला। फेरि भेटौँ अर्को सेसनमा। थ्याङ्क यू सर।